बाजे कति वर्ष हुनु गरे हजुर? 102 वर्ष भयो गएको। 102 वर्ष भइसक्नु भयो। मस्त भयो होला। मैले घटाएको छ। घटाएको छ किन हो? नाइ ज्वाइँले हेर्ने भनेको छ के हजुरलाई, अनि त्यही भएर। बाजे हाम्रो पहाड कहाँ हो रे घर? पहिले बाथला थियो, म पछि टुनसिन हो। टुडिसिन को भयौँ हामी? के साउद हौ हामी? साउद के साउद निको साउद हो। पुदाल साउद हो। अनि हाम्रो गोत्र के हो? वशिष्ठ गोत्र। वशिष्ठ गोत्र। भाइ गए बामन होइन हाम्रो भाइ। हामी घटीका होइन वो। काइँची पो बिगाडे थियो। काइँची बिगाडेर साउद भएका हौ। काइँची साउद काइँची भन्यो भनेपछि काठमाडौँको समय भयो देखि हाम्रो बाजे बरगती रहेछन्। तिमीलाई बाजेले बाटो हुँदा झोला छाड्यो गुन्टो। तिमीलाई पनि लुक्या। कलुरेलका बाजे कुसका जङ्गलमा लुक्या। 3 हन्डा रहेछन्। हाम्रो बाजेले 3 गुन्टा लैगए पुरा। त्यो बारे भइ तै भनेको हो। त्यो बारे साउद। त्यो बारे तै भन्यो। 3 भारी बोकी भनेर भनेको हो। हो त हाम्रो झर्रा सन्तान हो। ठुलै सन्तान हो। नत्र कोही बाजे काठमाडौँमा कोही के भन्छन् भनेपछि साउदहरू तल्लो जाति हुन् भन्ने भयो के? अनि नाइ होइन है? होइन त्यसो होइन है। साउदको होइन पो त्यो। मर्देनी सागा वशिष्ठ गोत्र। वशिष्ठ गोत्र हो। गोत्र पुछेपछि वशिष्ठ गोत्र। बाजे हजुर अहिलेसम्म चप्पल लगाउनु हुन्न नि? चप्पल लगाउँदैन नि? चप्पल दिउँसो गएर दिउँसो बस्यो। हेर्नु है मेरो बाजेले अहिलेसम्म मैले चप्पल लगाएको देखेँ नै मैले। कहिले नलगाउने चप्पल हेर त चोट लागेर। यहाँ हेर्नु त यी डोका बनाउने के हो बाजे? छाप्रो नि बनाउला बनाउँदा तेरो कहाँ छ? निकै छ के? निकै। बाजे मेरा बुवा कसा छ मान्छे? कसा हुन् मेरा बुवा आमा? कसा मान्छे हुन्? कहिले निकै मान्छे हुनु? धेरै निकै मान्छे। बुवा भन्दा पनि आमा निकी हुन् नि। अलि दिन खुवाउनमा बुवा आमा निकी हुन्। बुवा त अलि लोभ गर्ने हुन् र, तर मनका त्यति होइनन् र। मुखती प्याच्ची बोलिहाल्छ। त्यसै हुन्। दाइ त आँखा पाले नबिज्ने मान्छे हुन्। बिर्सिए मात्रै त्यो कान्छो फिल्डिया हो। न त 3 भाइ त कसाउन्। नाइ बुवा आमा बुवा त निका हुन्। आमा बुवाका कुरा भन्यो। आमा कसी थिइन् मेरी आमा? आमा बुवाका कुरा बाजे बाजे अलि काम सुन्नुहुन्न र? मेरी आमा कसी थिइन् मान्छे भनिदिनु न, थोरै कुरा भनिदिनु त। मेरी आमा टुकुरा चाहिँ रामडी कसरी पाइन्छ? रामडी मेरा बुवाका कसरी पो आइथिन्? म भन्दा पनि रामडी हुन् मेरी आमा। मेरो त नाक थ्याप्छो छ र। तँ भन्दा पनि टुकुरा हुनु। दिनै कसी हुन्छ ती चौतारे उहिले यही माया लेखेर म बिग्ने हुँदो थिएँ कि मौरा कति हुन् चौतारे बिहा नि त बा कसोहरू म आसिन भन्ने हुँदा त्यही लिने 1 बटु कौडी तै तिनको ऊ भएको प्यारी सब्बु कि हुनु मेरी आमा उता दिनामा प्यारी हुन् त्यसो नत्र यही माले बजाइ करा खोलाउँदै झाड फेर्न गइन्छन् रोपाइ हान्न लागे दिले साउन्दको गड्याउटा ढुङ्गा फाल्न लाग्यो पुरा लुरु फुरु मेरी बजे बित्नु भएको उता तेरी मालाई बजाइ घटी मान्छे होइन पो अनि बुवा कसा थियो त मेरो बुवा बुवा कसा हुन् त
दाइ पनि निका बुवा बुवा मेरा बुवा एका बुवा आके ऊ पनि निको तेरो बुवा पनि निको तर बाजे मेरा बुवा छिटै बाइगयो नि के हार्यो यिनी माया उनले बुवा आमाको सपना देख्नुहुन्छ हजुर मेरा बुवा आमाको सपना देख्दा छ एकैसँग बाइगयो लैगयो उनले सपनामा के भन्दा सपना देख्नु के भन्दानु के भन्दानु बुवा अरू काका सबै त्यो निको थियो भने झुक भए झिक भन्दो जुका रे उहाँ पनि स्वर्ग लग झुक भन्यो खुट्टामा खाने झुक देखे थिएँ अरू त्यो ठिक थियो भन्यो झुक भए झिक भन्यो तेरि आमा जाँदा काफल ल्यायो भने म काफले जाँदा यही किन पाक्दैन अझै पाक्दैन यतै पाक्ने हुन् भन्ने हो त ए काफल टिपेर ल्याऊ भन्नुहुन्छ आमाले जतिखेर पनि हजुरलाई बाजे मैले एउटा कुरा सुने जो हाम्रा उसमा फुलसुल उ गरिकन मरेपछि मान्छेको 3 चोटि बिहा हुँदछ अरे नि बाजे मरेपछि जिउँदा चन्जेल कस्तो हुन्छ भने मरेको हुनेको जयको जारी ल्याए ऊ जमराज उइको नै दिएले चाहिँ बिहा त मात्रै राख्दो छ जमराज जारी हुने उइको नै दिएले छुट्याउने जमराजको त्यो निसाब छ ए नाइ हजुरको कस्तो भनेपछि बाजे जो मरेगन मान्छे फुलवाला हाल्ला छन् नि हाम्रा माला हाम्रो ऊ छ नि त हाम्रो रेवाजमा बाजा बजाइकन लग्दा छन् नि अछामीमा हो त्यो बाजा बजाउने फुलमाला नलगाउने त्यो त्यही ठन्काएला छन् बिर्केछ रे ऊ नरिकन ठन्काएको के न भन्नु भयो भने मैले क्या बेरा भने एक त माला हाली कहाँ जानु पर्छ थियो भने अर्का दमाउ के न बजाएको थियो 3 दमाउ बजाएको भने देवता रहेछन् दमाउ देवता रुपे माग्न जाँदा जमराजकन देवता कुट्टो छ बेचरी यसो तारा छ बजाउने काम ठिक रह्यो नि त ती दमाउ मराका होइन भन्यो अनि हजुर गयो भने नबजाउने हामीले नाइ बजाउनु पाएन बजाए त आगो सबै बजाएको नि हाममा त्यही नै चियानी कुण्डो लाउँदा छन् पारी पनि जान्दैन पारी गए पारी पुल पनि चौकी छ वरो डाँठो वारीका हुने वारी लागेका छन् यही कर्णाली भन्दा ठुलो छ त्यहाँ माथि स्वर्ग लग माथि हो कापो हो ए त्यो बैतडी तर्ने नदी भन्छन् के त्यसलाई तर्ने नदी भन्छन् त्यही होला बाजे देखे का सपनामा देख्नुभयो हजुरले यो ठकुरीका कोही आसिन वारी बामुनका कोही आसिन दैलेखिया कोही आसिन बजाउँदैन जाँदै बारी बाई जाँदा तुरुन्तै तिनी गाया हात देखेन यति आउँछ पारीको खाल त्यहीको उमु फर्क्यो हुल्याएको त्यहाँ जाँदा पानी यसै लाइनको लाइन हाम्रो हुने सबै जान पाएन किन यी रोकेको पनि भन्दैछु म भन्नु त केही मान्दैन बजाउँदा अर्का दमाउ किन बजाए यी रुपियाँ कतै नै हो यिनीको हुने दमाउ ऊ देवता दमाउ मागे रुपियाँ ल्याए मेरा दमाउ पुच्छे भने देवता जाँदा अरे रहेन त बजाउनु यो चलन त यो पहिल्यैदेखिको हो नि त अछामीको बजाउनु त नि यहाँ गाउँ पकै ओहै मात्रै हो उचामा लाग्दैन यो फाल्टो रेल छैन सिस्टम हाम्रो अछामीमा मात्र हो अनि यो उहाँतिर पनि छ क्या हो यो कालीकोटतिर पनि छ क्या हो यस्तो सिस्टम ठिक हो हाम्रो अछामतिर छ अछाम त नबजाइ छाड्दैन अछामका मान्छे यसो भन्ने भयो नि त मान्छेको बिहा 3 चोटि हुँदछ अरे एउटा जन्मिने बेला एउटा जनै हाल्ने बेला एउटा मरणका बेला भनिकन त्यो दमाउ बजाउँदा हुन् त्यो
अब त्यो क्रियान्तमा बामन पहिलेको बामन छुटे भन्दा चाहिँ अबका छुटे भन्दा अबका के भन्दा बाजे अबका के छुटे भन्दा तै त आमा भित्र पाउने होइन ऊ पहिलेको हुने सबैलाई जाँदा चाहिँ के अरे लगाएको हुने अबका हुने के छुटे भन्दा बामना पनि 1000 रुपियाँसम्म भइसकेपछि बलाल्नु पर्दो न त ती लुटुक्कै हुने त अरे बाजे अनि हाम्रा किन जाँदैन त्यो बढी मालिका केही भएको छ छेद अरू केही भयो नै किन भगवतीकै भाग हो मेरो भाग हो त्यहाँ गयो भने जो दिनु नन्दले दिएले बर म क्या दिउँ भन्ने जनाएर चाहिँ वारिपारि त्यसो भए यतातिर बढी मालिका भाउजू परिन् यता नन्द परिन् नन्द माथा माई नन्द भए बढी मालिका भाउजू भए जो दिनु बहिनी नन्दले दिएले म क्या दिउँ भन्ने दिन पाउँदिन नत्र बाजे अहिले बढी मालिका कति मेला लाग्दछ त असाढ हो कि साउन आउने जाँदा कति हो म त अब नेपालको आउने भयो टाँगो पर फडिले खामा समातेका छन् हात अरे बजै बिते कति वर्ष भयो हजुर कि बड्डी बिते कति वर्ष भयो वर्ष मस्तै भइगयो याद आउँदछ सपनामा आउनी छन् बजै के भन्नी छन् केही भन्दैन हट बाइजाऊ भन्दिन नै भनेन भन्दैन 15-16 वर्ष भइसक्यो ए 58 मा बेलीबा आइकन के भनिकन गई केही नै भनेन अझ कति सामान चाहिँदो रहेछ बाजे यो जीवनमा कति हो फोटा खिची लैजाने बाजे यसलाई के भन्दा हामीलाई छाप्रो देख्यो छाप्रो पछामिको छाप्रो एमा रोटा राखेपछि चोखो मान्दा नि यो थालामा दिएपछि हाम्रो जुठो मान्दा देखे बाजे थालामा नि दिएपछि त किरिएको नदिँदैदेखि नि एम्बो चोखो मान्ने भए धामीलाई न्युज हाल्न चाहिँदो देखे यो छाप्रो तेरा यत्रो के चाहियो यो त ठुलै कवि लाग्यो हुने एमा बाबर पकाइ राखुला पुडी पकाइकन राखुला देखेन बाजे यो त ठुलै कवि लाग्यो नानु सके त्यो पकाएको मेरो बाजेले दियो भनिहाले मलाई यो थोका बुढेपछि हाम्रो हात पनि यसरी यति वर्ष हामी बात्दैन बाजे हामी हजुरका जति यति वर्ष बात्दैन हामी के बात्ता बाजे यसरी जिउनलाई बाँच्नका लागि के खानु पर्दो छ यति धेरै वर्ष बाँच्नु भयो हजुर त अहिलेका बात्दैन यति मैले के ऋण खाएको भने यति बाँच्नु नै राम्रो नि त बाजे यति वर्षसम्म अहिले आशीर्वाद हजुरले दिएको आशीर्वाद पनि हामीलाई लाग्दो छ हो त धेरै राम्रो आशीर्वाद हजुरका उसबाट पाए भने त के खानुहुन्थ्यो बाजे पहिला के खानुहुन्थ्यो यत्रो यसरी जिउ बनाउनु भयो यति वर्ष 120 भने कम हो त बाबा के खानुहुन्थ्यो के खानुहुन्थ्यो खै म दाँत के कस्तो छन् दाँत पुरा भाइए दाँत मेरो दाँत कता बोलिए जे पुरा गयो अब के जाँदैन पर गोरे गएको पछि भएको त्यो त्यही जग्गा भाइए हजुरले जीवनभरि दारू खानु भएन नि
नाइ कहिले दारू खानु भएन नि खाँदैन म त्यो निको लाग्दैन त्यो गन्ध मान्दो कहिले खाए थिए के बाजे नाइ एकखेरी खाए मेरा दोनालाले दियो 2 महिना पाक्ने टापिएको कस्ताहरू डिट्ट पाइहाल्यो ओ बा डिट्ट पो 2 महिना पाक्ने टापिएको उता नापखाए त्यही हाल्नुभयो फालु तितो भयो भने कम्पनी हो आँखा निधाएर चनक्कै भने आँखा निधाएर चनक्कै खाइसकेन जिब्रो 400 जिबीको सँगै टाप्के भने फाल्ने जिब्रो पनि छेरीको केही बोल्नु त केही नै कान सुन्निदो आँखा देखिँदो दारू खाएपछि त्यस्तो हुँदो रहेछ त्यो के रिजल्ट पो खाँदा छन् त अब यही मापा खोप्रा बसेर जान्छ पुरो परि खोलाउँदा जाउँ भनेर त्यही हातको परि खोलो पनि बन रिङ्दै रुख रिङ्दै पछिबाट परिमनै बरी धन बतिकन ल्याएपछि पहिले ऊ आई स्याउलाबाट अब गौरव पानी बसिया थियौँ आई क्या पर देख्यो ओर भडाँदा चाउरो मनी आई रहेछ खर आई क्या भयो भन्यो हातले खिच्ने हो क्या भयो भने ऊ त बोलले खुसा बोलले गातोबाट बोलले खुसायो धेरै वरिपरि केही आएन कहीँ काँडा हान्यो कि उयो त ऊ त उकी सासु पनि आयो ऊ त के आधा छ त्यही भन्यो यहाँ पुरा मद्दा भयो क्या भयो भन्यो उहाँ 2 जनले गुरुको बर्गत मान्छे ऊ लियो पर घर अब कहाँ जाउँ पर धामिकन भटकान जानु पर्यो भन्यो अब बच्ची गइनी के म पनि यसै भयो भने त आइजाने चौधे जेठु मेरै जेठु 7 भयाको मान्छे उकेन आउँदैन उता अब म राणा मेरो भन्दा छन् भने दारू खासो भन्दैन राणा मेरो भन्दा छन् भने अब दारू खाएको भनेर त्यो दारू अनि बाजे भन्नु अनि के भयो उता दारू उता मैले भने कि चौध राणा मेरो भन्दा तर दाइकन भने त मारिहाल्ने त्यो दारू हुल पर्ने चाहिँ जोगीमा अब उधारो दारू खानु पायो त्यति पाएँ के देख्दा हुन् यो चाहिँ धनीगिरीको दारू भने पाटेको त बोक्रो कस्तारो त्यो भरि पानी हाल्यो अन्त त्यही नै खनायो त्यो दारू कस्तारू मकने हाल्यो त्यो तँलाई हाँटा दुई हाल्ने पट्टाको त अनि बाजा त्यति हो खाएको दारू त्यसपछि कहिल्यै छुनु भएन किटी हाल्यो के बाछा खाइकन छुट्टी छाटी हेर्दाखेरि पनि निको भएन के बाचा गरे थिए सबैतिर नै ऊ त म त्यहाँदेखि उल्टो पैसा दिउँला भन्दा पनि खाँदैन बाजे बजैलाई भगाइकन ल्याएको थियो कि मागिकन बिहा गरे बजैसँग मागेको पैसा हालेको पैसा हालिकन ल्याए किन पैसा खाँदा थियो उहिले पैसा खाइकन बिहा हाद्दा पहिला मिल्दा थियो 300 कम्पनी हालेको हो र भन्दा सुनेको मैले पनि हाम्रा बुवाती भन्दा अनि बजाइ निकीसिंगी कसैसित त अनि निकी हट्टा खट्टा निकी मजसी हट्टा खट्टा अनि पैसा किन हाल्ने त बाजे मन परायो भने जो आफ्नी राम्री छ भनेपछि पैसा हालिकन ल्याउनु पर्यो सबै दिँदा झगडा अनि के बजे कहिले
झगडा अन्नी थियो कि नहीं झगडा हारिनन् झगडा कहिले झगडाउन है कहिले पनि नै नहीं अहिले त लडाई भयो भने माइ त कोही जानी छ नि त आइराखी भइकिनी त एक दिन परिवार खोला म धान बुयाएको छु ऊ त त्यो धान हेऱ्यो भने मका पाइएँ ऊ त त्यो बाँदरले खाइदियो नभए ऊ त मैले भने कि बाँदर पुरा जाने बाँदर कानमा धान बोलाइगयो त माइ त गयो भने ऊ त त्यही भनेछ पर ऊ त कान समाइकन ऊ धान बोलाइगयो भने भन्दा गुद्दी 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 हाँस्ता ऊ त पछि गएँ तर म ऊ त के चाला ल्याएछ भने नै चाला अरू त केही ल्याएन कानमा धान पो बाँदरलाई भन्यो हातै हो क्या भन्यो उस त्यो के भयो त श्रीमती भन्दा ठुलो केही पनि होइन देखे कोही केही होइन केही होइन नि केही होइन योभन्दा ठुलो के हुँदा श्रीमान श्रीमती हुँदा हुँदा श्रीमान गएपछि उस श्रीमतीलाई मात्र थाहा हुँदछ के याद त आउँदछ बजाइको बेला बेला आइराख्दो छ रुन मन लाग्यो बजेलाई सम्झेर रुन मन लाग्यो हजुरलाई उ गरे देखे सताए मैले नातिनी धनगढीबाट आइकन बोल्न लगाई सताए देखे हो भनिदिनु त अङ्कल सुन्नुहुन्न बाजे त्यति कुरा चाहिँ उनले सुनेको चाहिँ हो देखे त्यो धनगढीबाट आएँ म तुमुलाई सत्या देखेँ बाजे भन्यो धनगढीबाट आइकन तुमुलाई सत्या देखेँ बाजे भन्न लाग्यो के नाइ म नि के सत्याउने केही सत्याउन निको भए भइगयो निको अझ पनि निकै होला त्यो निको पालेकी छ आनठानबाट थाहा जान्छ बुवा आमाले देख्न पाएन नि त बाजे बुवा आमाले देख्न पाएन त्यति मात्र मन दुख्दो छ कतिखेर तेरो बुवा भन्दैथ्यो तलजात मलजातका नजानु आफ्नो जोडीको बुढो त नभन्नु आफ्ना जोडीको भने बुढो खाडो नभन्नु भने अब आमालाई इच्छा थियो एक्लै छोरीको गोडो धुने भन्ने इच्छा थियो पाएन जे पनि बाजे लेखेको हुँदो रहेछ के देखेको भन्दा लेखेको चाहिँदो रहेछ के हो कि नै हो लेखा काँटाले चाहिँ त उनुभन्दा भगवान को छेउ हो त लेखा काँटालाई ऊ त्यो चल्ने त कोही सक्दैन हो त भावी हेर भावीकोहरू के छ न ऊ घुचै हुँदैन कोही तरुण नमात्दा कोही कसै हुँदा कोही कसैमा कोहीको अप्ताली हुँदो हुँदै त्यो त्यसो हुने त्यो रेखा तिनी आमा पनि छिटै गइगन् के आमा पनि 70 जति भएन आमा बुवा 72 मा बुवा गए 72 मा हजुर 70 मा 70 वर्षको उमेरमा आमा जानुभयो बुवा 72 वर्षमा जानुभयो छि बाजेले कस्तो मुख लाग्यो दिदी